Hello everyone, welcome back to my YouTube channel. सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि ठीक छु अनि आज चाहिँ म यता स्वयंको आरतीमा आएको अनि भ्लग बनाउँ न त कति भइसक्यो मैले भ्लग नबनाएको भनेर त्यो भ्लग बनाउँदैछु हैन अनि आइपुग्न चाहिँ म किन आइपुगे अनि म यहाँ बसिरहेको छु माथि गएको छैन अब म जान्छु यतै गरौँ ल अनि मैले पूजा पनि गरे अनि धुपसुप बाले अनि अब म घरतिर जाँदैछु घरतिर हैन सुरुमा त म किमा नुडल्स खान चाहिँ बिहानदेखि गुलियो फलफुल मात्र खाथे मैले यस्तो भइरह यस्तो रिङ्गाइरह नुनी र किमा नुडल्स पिरो वाउ अनि खासमा म आएको चाहिँ किन भन्दाखेरि धुप बाल्न हो त्यति हो कामै के छ भन्दा नि मैले 2-3 दिन भएको थियो के त्यो सपना नि कस्तो देखिरहेको थिएँ अनि आज ठ्याक्क सपनामा देउता मतलब आरतीमा यस्तो खै कता थियो अरे अनि त्यहाँनिर जाने बाटो थियो अरे क्या अनि बुढी आमाले खै के भन्नु भएको थियो मलाई अनि त्यही देखेर नि होइन यार जानुपर्छ आज त भनेर बिहान फलफुल खाएँ भोक लागिरहेको थियो अनि त्यति हो त्यो खाएँ अनि आएँ म घाम चाहिँ कस्तो लागिरहेको क्या भ्यू पनि कस्तो दामी देखाएको कस्तो क्लियर मौसम छ जमजम किमा नुडल्स खान कता छ चाहिँ थाहा छैन अब स्वयम्भूको चाहिँ कहाँनिर मिठो पाउँछ भन्ने चाहिँ थाहा छैन लेट्स एक्सप्लोर झन् भोक लागेर रिङ्गाइरहेको थियो मलाई झन् त्यो खाएछु कस्तो अब त नुन जेस नुन खाएँ नि त अनि अब चाहिँ क्या निन्द्रा लागिरहेको क्या अनि कस्तो मिठो तातो पानी हो कि समथिङ खै के थियो मैले त नाम पनि राम्रोसँग हेरिनँ कि अनि त्यहाँको आन्टीले फर्स्ट टाइम खाना आउनु भएको थियो क्या मलाई अनि भनेर भने अनि कस्तो स्विट गरी बोल्नु भएको क्या फेरि त्यसरी स्विट गरी बोल्यो भने आफूलाई अक्वर्ड लाग्ने रहेछ क्या के भन्ने नभन्ने टाइपको हुन्छ नि हो त्यस्तो हुने रहेछ अनि मिठो एउटा मैले एउटा केही छोडेर यस्तो मिठो भयो कति पछि खाएर पनि होला यस्तो आनन्द आइरहेको क्या अनि प्राइस पनि ठिकै हो त्यस्तो मतलब अनि प्राइस पनि ठिकै थियो टेस्ट त झन् यति खाएपछि अब एउटा कुल्फी त खानु परिहाल्यो त्यो तर बरफ पाए त झन् वाउ कस्तो हुन्छ होला तर खाने हो पसलले हेर्दैछु म कहाँ पाइन्छ अनि खानुपर्छ हौ
बसमा बसेपछि बल्ल घर आइपुगेछु। वाउ ट्राभल गरेपछि यतिको चाहिँ ट्राभल गर्नुपर्छ गाइज। फाइनली 2 घन्टापछि क्या आमामा त्यो गाडी पनि कति रोकेको, जाम पनि त्यस्तै होइन। अनि चुप निन्द्रा लागिरहेको थियो क्या मलाई। अब म खरबुजा खान्छु। अनि आजको ब्लग चाहिँ यति नै। होप यु गाइज लाइक इट। अनि यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। सी यु सुन नेक्स्ट भिडियोमा।